हर्क साम्बाङको विरोध गर्नुहुन्छ भनेदेखि किन गर्दै हुनुहुन्छ र कुन आधारले गर्दै हुनुहुन्छ? एकचोटि ठन्डा दिमागले सोच्नुहोस्। हर्क साम्बाङ भनेको नट जो क्या, जो चाहिँ 365 दिने जनताहरूसँग फिल्डमा गएर काम गर्छ क्या, जो चाहिँ अरू दलका नेताहरू जस्तो वर्षमा एकचोटि 4 जनाले चारपट्टिबाट झाइकुटी पारेर धानबारीमा त्यो एउटा दुईटा धान रोप्न गएको जस्तो होइन क्या, जो चाहिँ बिना स्वार्थ, जो चाहिँ देश र जनताको लागि चाहिँ यसरी लागि परिरहेको छ नि, जसले चाहिँ बोलेको एक वचन बोलेको कुराहरू चाहिँ 100मा 100% पुरा गरेर देखाउँछ, जसले चाहिँ विभिन्न किसिमका धरानमै पनि फ्याक्ट्रीहरू खोलेर चाहिँ जनताहरूलाई चाहिँ रोजगारी दिएको छ, जो चाहिँ गरिब दिन दुखी निमुखाहरूको बारेमा बोल्छ, जो चाहिँ गरिब दिन दुखीहरूको बारेमा पहिलेदेखि एक्लै मुद्दा लड्दै आएको छ, त्यस्तो नेतालाई हामीले के आधारले चाहिँ विरोध गर्ने क्या? के बालेनको बारेमा बोल्यो भनेर? के रासपा पार्टीको बारेमा बोल्यो भनेर? इफ हर्क साम्बाङै नबोल्ने हो भनेदेखि यथार्थ र सत्य कुरा कसले थाहा पाउँथे? हिजोसम्म कसलाई थाहा थियो हाम्रो देशको मन्त्री प्रधानमन्त्री अर्काको देशले छानिदिनुपर्छ भनेर? अझै पनि यति भित्रभित्र यस्तो डेन्जर र यति घातक देश सकाउने खेल खेलिरहेको छ नि। इफ हर्क साम्बाङ नहुन्थ्यो भने